ल साथीहरू वेलकम छ तपाईँलाई फेरि पनि हाम्रो च्यानल टेक यात्रामा। आजको भिडियोमा चाहिँ हामी चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ फ्लोर प्लान हेर्छौँ है त। अब यो फ्लोर प्लानमा चाहिँ तपाईँहरूको यो चाहिँ पर हाम्रो आर्किटेक्चरल ड्रइङ होइन। आर्किटेक्चरल ड्रइङ बनाउँदाखेरि चाहिँ तपाईँहरूले के हेर्ने त कोड हेर्दाखेरि एनबिसी 206 हेर्ने है त। एनबिसी 205 स्ट्रक्चरल ड्रइङको लागि भयो, एनबिसी 206 चाहिँ आर्किटेक्चरल ड्रइङको लागि भयो है त। अब यो प्लान बनाउँदाखेरि एक एकवटा लाइन तानेर कसरी प्लान बनाउने के बनाउने यो प्लान बनाउने भिडियो मैले हालिसकेको छु। बिल्डिङ सिरिजमा गएर हेर्नु होला प्लेलिस्टमा, त्यहाँ प्लानको भिडियो छ है अलरेडी, प्लान कसरी बनाउने भनेर होइन। अब अरू कुरा के ध्यान दिनुपर्छ तपाईँले भन्दाखेरि यो बनाउँदै गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू भनेको चाहिँ पहिलो कुरा तपाईँहरूले जुन तपाईँहरूको साइड छ होइन, जुन साइड प्लान हुन्छ त्यो मैले तपाईँहरूलाई पहिले भनिसकेको थिएँ। साइड प्लान बनाउँदाखेरि चाहिँ साइड प्लानबाट चाहिँ तपाईँले साइट हेर्ने, साइट हेरेपछि साइड प्लान तयार गर्ने होइन। तयार गर्दाखेरि कसरी गर्ने भन्दाखेरि यो साइड प्लान बनाउँदाखेरि मैले भनेको थिएँ तपाईँलाई कहाँबाट स्टार्ट गर्ने प्लान बनाउन भनेर होइन। प्लान बनाउन कहाँबाट स्टार्ट गर्ने भनेको थियो। अब यहाँदेखि चाहिँ तपाईँहरूले चाहिँ राइट अफ वे र सेट ब्याक सबैतिर छोडिसकेपछि अनि जुन बाँकी रहन्छ यो भाग, यसमा चाहिँ प्लान बनाउनु है त। यसको लागि तपाईँहरूले अगाडिदेखि हेर्नु होला भिडियो होइन, साइड प्लानको भिडियो। अनि त्यहाँ मैले भनेको छु अब त्यहाँ यति गरिसकेपछि चाहिँ यति निकालिसकेपछि तपाईँहरूले अब चाहिँ क्लाइन्टले के मागेको छ त्यो हेर्ने है त। अब जस्तै तपाईँको घर 2 तल्ले छ अरे मानौँ, जस्तै यो भयो ग्राउन्ड फ्लोर र फर्स्ट फ्लोर होइन। अब क्लाइन्टले ग्राउन्ड फ्लोरमा के चाहियो भनेको छ, फर्स्ट फ्लोरमा के चाहियो भनेको छ, उसले के राख्ने भनेको छ, कत्रो रुम चाहियो भनेको छ होइन, कस्तो टाइपको स्टेयरकेस चाहियो भनेको छ होइन, इन्ट्री एक्जिट कस्तो राख्ने भनेको छ, बरेन्डा के राख्ने कति राख्ने, त्यो सबै कुरा तपाईँले पहिला क्लाइन्टसँग बुझ्ने। त्यो बुझिसकेपछि उसले यस्तो यस्तो राख्ने यो चाहियो भनिसकेपछि चाहिँ तपाईँहरूले चाहिँ अब के गर्ने भन्दाखेरि चाहिँ त्यसपछि चाहिँ तपाईँहरूले हेर्नु पऱ्यो वास्तु होइन। वास्तु थाहा नभइकन त तपाईँहरूले त्यो गर्न सक्नुहुन्न होइन। वास्तु वास्तु हेर्नु पऱ्यो। अनि वास्तु हेरेपछि चाहिँ के कता राख्ने भन्ने कुरा थाहा हुनु पऱ्यो। थाहा भएपछि तपाईँहरूले चाहिँ अब त्यही अनुसारले डिजाइन गर्ने। डिजाइन गर्दाखेरि अब बाहिरी वाल 10 इन्च 9 इन्च कतिको राख्ने त्यो हेर्नु पऱ्यो होइन। पार्टिसन वाल के कति दिने त्यो हेर्नु पऱ्यो। अनि त्यसपछि फ्लोर हाइट कति राख्ने त्यो अनुसार चाहिँ तपाईँहरूले राइजर ट्रे दिनु पऱ्यो। र तपाईँहरूले रुमको साइज कति राख्ने, के राख्ने, ढोका इन्ट्रीमा कति राख्ने, यताउता कति राख्ने भन्ने कुरा सबै चाहिँ तपाईँहरूलाई केले भन्छ त, एनबिसी 206ले तपाईँहरूले जेनरली थाहा भइहाल्छ होइन। थाहा नभएको कुरा तपाईँहरूले यहाँनिर हेर्न सक्नुहुन्छ है त। यहाँनिर चाहिँ सबै कुरा दिएको छ। एकचोटि म तपाईँहरूलाई सरर यहाँ के दिएको छ त्यो सबै देखाउँछु है त। यहाँनिर हेर्नु जानु यहाँ दिएको छ म्याक्सिमम् फ्लोर एरिया अलाउन्स पर अकुपेन्ट भनेको छ। यो सबै कुरा हेर्नु होला, फ्लोर एरिया कति चाहिन्छ के चाहिन्छ होइन, यो सबै कुराहरू दिएको छ क्या। अब यहाँनिर दिएको छ एक्जिट विथ क्यालकुलेसन टेबल दिएको छ। तपाईँहरूलाई यहाँबाट धेरै कुरा हेल्प हुन्छ है त। यहाँ क्यारिडोर प्यासेजवेहरू स्टेयरकेसहरूको बारेमा दिएको छ। यहाँनिर हाइटको बारेमा दिएको छ होइन, स्टेयरकेसको डिटेलहरू, रेसिडेन्सको लागि यताउति यो सबै कुराहरू दिएको छ क्या। यहाँनिर हेर्नु होला। यहाँनिर चाहिँ तपाईँहरूलाई एक एक कुराहरू डिटेलमा दिएको हुन्छ। तपाईँहरूलाई कतै गुगल सुगल सर्च गरिरहनु पर्दैन, कोड हेरेपछि कोड अनुसार बनाउँदा हुन्छ है त। टोइलेट बाथरुम भयो, यो पार्किङ एरिया भयो होइन, यसरी सबै कुराहरू चाहिँ दिएको छ। तपाईँहरूलाई यहाँ वालहरूको दिएको छ। अब यहाँनिर हेर्ने हो भने तपाईँलाई टोइलेट बाथरुमको ढोका कति राख्नुपर्छ, के राख्नुपर्छ, अन्त कोठाहरूको ढोका कति राख्नुपर्छ सबै कुराहरू दिएको छ क्या। यो एकचोटि हेरेर अनि बल्ल तपाईँहरूले यहाँ डिजाइन गर्न आउनु होला। त्यसपछि डिजाइन गर्नु होला। डिजाइन गरिसकेपछि चाहिँ तपाईँहरूले चाहिँ पछि सेक्सन बनाउनुको लागि भनेर चाहिँ यहाँनिर सेक्सन काट्नुपर्ने हुन्छ होइन। अनि अब यो सेक्सन काट्नुपर्ने हुन्छ। त्यसपछि तपाईँहरूले प्लान जुन बनाइसक्नुहुन्छ त्यसपछि कोलममा यसरी ग्रिडहरू दिने होइन। कोलममा यसरी ग्रिडहरू दिने। ग्रिड दिइसकेपछि चाहिँ ग्रिड कसरी दिने एबिसिडी यो सबै मैले भनिसकेको छु क्या तपाईँलाई पहिले प्लान बनाउँदाखेरि। जस्ट प्लान बनाउनुको लागि त्यहाँबाट हेर्नु होला। यहाँ म तपाईँलाई आइडिया मात्र दिने हो। अब प्लान बनाइसकेपछि यसरी बनाइसकेपछि तपाईँहरूलाई मेन कुरो के हुन्छ भन्दाखेरि यहाँनिर डाइमेन्सन कसरी दिने होइन। डाइमेन्सन दिँदाखेरि जहिले पनि 3 स्टेपमा दिन्छ जेनरली डाइमेन्सन दिँदाखेरि होइन। पहिला चाहिँ यसरी झ्यालहरूको दिने, झ्याल ढोका के छ। त्यसपछि सेकेन्ड स्टेपमा सेन्टर टु सेन्टर डाइमेन्सन कोलमको। त्यसपछि थर्ड स्टेपमा चाहिँ फुल डाइमेन्सन सेन्टर टु सेन्टर है त। यसरी डाइमेन्सन दिने र रुमभित्र पनि लेख्ने। अब टेक्स्ट लेख्दाखेरि यो जेनरली हाम्रो चाहिँ यो 1:96 मा प्रिन्ट गरिन्छ होइन। त्यतिको 1:96 मा चाहिँ प्रिन्ट गरिन्छ स्केलमा। र त्यतिमा प्रिन्ट गर्दाखेरि टेक्स्ट कति राख्ने त त्यो कुरा कन्फ्युज होला तपाईँहरूलाई होइन। टेक्स्टको हाइट कति राख्ने, टेक्स्ट कति राख्ने भन्दा होइन, टेक्स्टको हाइट कति राख्ने त्यो कति राख्ने भनेर चाहिँ कन्फ्युज हुनु पर्दैन है त। तपाईँहरूलाई म चाहिँ लास्ट भिडियोमा चाहिँ त्यसको बारेमा भन्छु होइन।
कतिको स्केलमा राख्दाखेरि टेक्स्टको हाइट कति राख्ने, कसरी चुज गर्ने, कसरी राख्दाखेरि चाहिँ प्रिन्टिङ गर्दाखेरि ठ्याक्कै देखिन्छ भन्ने कुरो त्यो चाहिँ म तपाईँहरूलाई लास्टमा भन्छु। अहिले चाहिँ तपाईँहरूले जस्ट म तपाईँलाई डिस्क्रिप्सनमा भिडियोको लिङ्क पनि दिन्छु, अथवा तपाईँहरूले प्लेलिस्टमा जानुभयो भने बिल्डिङ सिरिजमा जानुभयो भने त्यहाँनिर बनाएको छ है त, प्लान कसरी बनाउने भन्ने कुरो डिटेलमा प्लान बनाएर देखाएको छु, त्यहाँनिर गएर हेर्नु होला है त। यसरी चाहिँ हामीले प्लान बनाउनुको लागि चाहिने कोड मात्र अहिले मैले तपाईँलाई खास देखाउनु खोजेको, यो कोड युज गर्नु भनेर। बाँकी भनेको मैले भिडियो हालेको छँदैछु होइन, यो सबै प्लानहरू यसरी बनाउने भनेर। अब यो कलरहरू मैले यस्तो राखेको छु, यो तपाईँहरूले यसरी राखिरहनु, थरी थरी कलर राख्नुपर्छ भन्ने जरुरी छैन। सकेसम्म सबै काम गर्दाखेरि लेयरमा काम गर्नु होला होइन। अनि विन्डोजमा यसरी डब्लु भनेर चिन्ह दिनु होला, डोरमा यसरी दिनु होला। फरक फरक साइजको डोर छ भने D1 D2 भनेर दिनु होला। यो चाहिँ अलरेडी पहिला बनिसकेको नक्सा हो, सबैको डोर यहाँ सेमै छ, त्यही भएर यसरी दिएको है त। फरक फरक डोर विन्डोज दिनु भने त्यहाँनिर डोर विन्डोज सेड्युल भन्ने हुन्छ, त्यो राख्नुपर्ने हुन्छ है त तपाईँले। त्यसको लागि चाहिँ म तपाईँलाई यहाँ एउटा ड्रइङ देखाउँछु होइन। यहाँनिर तपाईँलाई यहाँ पनि प्लानमा यसरी डोर विन्डो सेड्युल भन्ने हुन्छ। मेन डोरलाई MD दिएको छु, अरूलाई D1 D2 D3 भनेर दिएको छु। कतिवटा नम्बर छ त्यहाँ राख्ने र डोरको साइजहरू यसरी दिने है त, यो दिनु होला। अनि अरू भनेको यसमा खासै भन्नलाई नयाँ केही पनि त्यस्तो छैन है। यति नै गर्नु होला। भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक गर्नु होला। यो सिरिजमा चाहिँ कन्टिन्यू बस्नु होला है त, लास्टसम्म तपाईँलाई धेरै कोडहरूको बारेमा धेरै कुरा भन्छु होइन। नेक्स्ट भिडियोमा तपाईँहरूलाई यो कोलम कसरी चुज गर्ने त्यो कुराहरू भन्छु है त। थ्याङ्क यू।